हेलो गाइस ल बिहान उठ्यो। अब बिहान भइसक्यो। म चाहिँ मस्त आगो ताप्दैछु। अनि अब के गर्नु त नि जाडोमा यसो आगो ताप्नै बस्ने। अनि तपाईँहरूलाई हाम्रो गाउँको भ्यू पनि देखाइदिन मन लाग्यो थियो। अनि यहाँदेखि देखिने अब चाहिँ घाम चाहिँ खुलेको छैन। सो दिदीले चाहिँ पानी लिएर जतै सकेको छ। अनि भान्जी, यो चाहिँ मेरो भान्जी चाहिँ यत्तिकै बसिरहेको छन्। अझै सूर्योदय हुनको लागि लगभग 4-5 मिनट छ। सो अझै भएको छैन। भएको भए तपाईँहरूलाई देखाइदिनु मन थियो। यहाँ चाहिँ यस्तो देखिन्छ पहाडहरू। अनि अब के भन्ने, तपाईँहरूले अब भिडियो मनपर्छ भने लाइक कमेन्ट सेयर गर्नुहोला। अनि मेरो गाउँ चाहिँ कस्तो लाग्छ कमेन्टमा भनिदिनु होला। अनि अब जाम पछि के हुँदै जान्छ। अनि देख्न सक्नुहुन्छ सबैजना सबै आरामै। यहाँ चाहिँ हाम्रो यहाँ सानो पप्पी चाहिँ देख्न सक्नुहुन्छ। हे पप्पु पप्पु ले हातले 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 कति माया लाग्दो छ। अर्को पनि ल हेर्न सक्नुहुन्छ हाम्रोतिरको शुभ बिहानी यसरी हुन्छ। तपाईँहरूकोतिर खै कसरी हुन्छ त्यो त थाहा भएन। तर हाम्रोतिर यसरी हुन्छ। चराचुरुङ्गीको आवाज र चिसो हावा। भाँडा माझ्नको लागि पानी तताउँदै पनि। अनि यहाँबाट देख्न सक्नुहुन्छ पछिको सिनहरू कस्तो लाग्छ। सबैले कमेन्ट गरी प्रतिक्रिया दिनुहोला र माया गरिदिनु होला। अहिले चाहिँ म करेसाबारीमा आएको छु। देख्न सक्नुहुन्छ अब यहाँ पछि चाहिँ मेवा 1 साल भयो। यति राम्रो भएको छ। यहाँ देख्न सक्नुहुन्छ मेवा पनि। अनि मेवा यहाँ देख्न सक्नुहुन्छ। यहाँ चाहिँ यो चाहिँ सिप्चना, यो चाहिँ सब्जीको लागि। अनि यहाँ देख्न सक्नुहुन्छ साग छ, मुला छ। अनि यो चाहिँ अर्ग्यानिक, यो चाहिँ अर्ग्यानिक भेन्टा। यसलाई अर्ग्यानिक भेन्टा भन्छ हाम्रोतिर। यो चाहिँ निकै साह्रै नै मिठो हुन्छ। सो अनि यो देख्न सक्नुहुन्छ। अनि यो चाहिँ हिउँदे सिमी। अनि यो हिउँदे सिमी मात्र फल्छ र निकै मिठो हुन्छ। यहाँ चाहिँ लसुन छ। त्यहाँ चाहिँ त्यो केराउ भयो, खुर्सानी यहाँ पनि छ। खुर्सानी देख्न सक्नुहुन्छ। अनि त्यसपछि यहाँ तल चाहिँ जुतेर अनि मलसल टक्क लिएर राखेको थिएँ। यहाँ मल छ। अनि यहाँ चाहिँ देख्न सक्नुहुन्छ प्याज छ। उता चाहिँ देख्न सक्नुहुन्छ। सो पानी पनि आइसक्यो, लगाइसकेँ र अब सो प्याजमा लगाइदिन्छु म चाहिँ पानी। यहाँ यसरी अब चिसो मौसम छ, यसरी लगाउने। अनि प्याज बनाउनु पर्यो, यसरी लगाउने टक्क। अनि यो लगाएको चाहिँ भयो लगभग 10 देखि 11 दिन भइसक्यो। अब यहाँ प्याजमा चाहिँ पानी लगाइसकेँ मैले। थोरै गोबी पनि थियो। अनि गोबीमा पनि पानी राखिदिइसकेँ मैले। अब काम चाहिँ सक्यो, लगभग सक्यो भन्नुपर्छ। अनि अब सुँगुरलाई पनि चारो राखिदिनु। अब चाहिँ मैले चाहिँ बुङ्गुरलाई बनाएर राखिदिएको थिएँ। ल मैले चाहिँ सुँगुरलाई चारो राखिदिइसकेँ। अनि अब चाहिँ हल्का जाडो भइरहेको थियो, चिया पाकेको रहेछ। अनि चिया खाइदिउँ कि भनेर अनि चिया खान लगाइदिएको।
अब तपाईँहरूले अब कालो चिया खानुहुन्छ कि सेतो चिया खानुहुन्छ कमेन्ट गर्नु होला। मैले चाहिँ अहिले टक्क मरिच हालेको चिया बनाएर टक्क खाइरहेको छु। अब 10 बज्यो, भोक पनि लागेको थियो टन्नै, त्यही भएर खाना खान लागिसक्यो। म चाहिँ खान लागेको, तपाईँहरूले चाहिँ खानुभयो होला भन्ने लाग्छ मलाई। मासु यसरी मजाले पाकिरहेछ, देख्न सक्नुहुन्छ। यसो भयो अब यस्तो दिउँसोको नजारा हेर्न सक्नुहुन्छ, टक्क यस्तो मजाको नजारा हेर्नु आएको सिन चाहिँ हेर्नु बबाल छ वरिपरिको। साह्रो रहेछ यार, हावा पनि रहन्छ, औलैदेखि यस्तो भयो। अब चाहिँ टक्क एकैछिन खेलिन्छ, त्यसपछि खेततिर पानी लगाउनु जाने प्लान छ। अहिले चाहिँ उनले चाहिँ आज स्कुल गएको छैन, स्कुल जा भन्दा पनि मान्दैन, यत्तिकै डुलिरहेको छ यो दुईजनाहरू। हेर हेर कसो गरिरहन् र स्कुल यिनी जाने। ल यस्तो बदमास, यस्तो के कानिदिन्छु मैले खोजेको त्यही हो दाइलाई। ल हेर हे गाइस, के भन्नु यिनी दुईजनालाई। ल स्कुल पनि जाँदैनन्, अझ यिनीहरूको कहानी छुट्टै छ, तपाईँलाई अब भन्न त भएन। स्कुल जाँदैनन् कि यिनीहरू दुईजना कहिले। ल यस्तो जुट्टी हो यिनीहरू दुईजना, हेर्नुहोस् गाइज। जहाँ पनि जाने, अस्ति भर्खरै यो पारी यो डाँडामा जुन चाहिँ ठाउँमा यिनीहरू भागेर गएको यिनीहरू दुईजना। ल हेर्नु सक्नुहुन्छ, यिनी पागल चाहिँ गर मामे, तिमी पागल चाहिँ गऱ्यो भने मैले भनिदिन्छु के बाबालाई, सुन्यौ नि। स्कुल नगर यहाँको, तिमी स्कुल खै अर्को भाइ खै तिम्रो जुडुवा हो यिनीहरू दुईजना चाहिँ, यो यिनको जुडुवा छ। यिनी चाहिँ अहिले तपाईँहरूलाई नेक्स्ट भिडियोमा देखाउँछु, यिनीहरूको जुडुवा छ दुईजना। पागल चाहिँ नगर न। सोचो केटोमा त मेरा सासु